जेन्जी आन्दोलनमा भाइरल चिरे युवाले गरे जन्मदिने 55 वर्षकी आमाको विभत्स हत्या, धारिलो हतियार प्रयोग गरेर बनाए 2 टुक्रा गाउँ नै शोकमा। तपाईहरु आफ्नो देशको लागि सोच्नुस्, आफ्नो आमाको लागि सोच्नुस्, आफ्नो राष्ट्रको लागि सोच्नुस्, आफ्नो दाजुभाइको लागि सोच्नुस्। आफ्नो भनिन्छ जन्मदिने आमा र यो जन्मभूमि सबैभन्दा ठूला भगवान हुन्। तर यहाँ त जेन्जी आन्दोलनको अग्रभागमा रहेर प्रहरीसँग विवाद गरेका एकजना भाइरल युवा आफूलाई जन्मदिने आमाको विभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका छन्। धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका 5 थापाकटेरीका 30 वर्षीय एम बहादुर कणेल जिरेले 55 वर्षीय आमा राममाया कणेलको हत्या गरेका हुन्। एम बहादुरले आइतबार राति धारिलो हतियारबाट आमाको विभत्स हत्या गरेको अनुसन्धानका क्रममा पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालले जानकारी दिनुभएको छ। प्रहरीले घटनास्थलबाट हतियार सहित एम बहादुर कणेललाई नियन्त्रणमा लिएको थियो। यो घटनाले अहिले गाउँ नै स्तब्ध बनेको छ। एम बहादुर भदौ 23 र 24 गतेको जेन्जी आन्दोलनका भिडियोहरूमा निकै भाइरल भएका थिए। मेरो आँखामा डर छ, ल हेर्नुस् त, म डराएको छु, मलाई गोली हानेर मानुस्, म यो देश रोएको देख्न सक्दिन जस्ता डायलग भिडियोमा बोलेको तिनै युवाले आमाको हत्या गरेर सिङ्गो गाउँलाई नै यति बेला रुवाएका छन्। उनले आन्दोलनका दिन सुरक्षाकर्मीहरूसँग भनेका थिए, यो हेर्नुहोस्। महिनामा 60,000 देखि 1 लाख कमाउन सक्ने युवा हो, तर पनि मलाई कहिले चैनको निन्द्रा लाग्दैन, मलाई कहिले पनि निन्द्रा लाग्दैन। मेरो साथीभाइहरू कतिलाई थाहा छन् मैले त्यसको लागि कति सहन्छु, कति हुन्छ नि सोच्छु। सर मेरो आँखामा डर छ, जान्न सर, मैले बोलिरहेको छु, म जान्न होइन, ठोक्नुहोस् न, गोली ठोक्नुहोस्, मैले भनिरहेको छु त, मेरो आँखामा डर छ सर, 1 इन्च डर छ मेरो आँखामा, डर छ सर, डर छ। ठोक्नुहोस् न, के गर्न सक्नुहुन्छ, त्यही गोली ठोक्ने हो, बरु मार्यो भने मार्नु भइहाल्यो, आनन्द। यो देशको बारेमा सोच्नै परेन, मेरो हातमा भगवानले लानुहुन्छ। जिन्दो भयो भने त मलाई जहिले पनि हुन्छ नि, तपाईँहरूको आत्माले सताएर, देशको चिन्ताले सताएर म सुत्नै सक्दिनँ। मर्या भन्दा नि परेको जिन्दगी छ मेरो, म सुत्न सक्दिनँ कहिले चैनले। म 1 लाख रुपियाँ महिनाको कमाउँछु, तै पनि म कहिले बिर्सिएर सुत्न सक्दिनँ। त्यसको लागि शुद्ध म कहिले मोटाउन सक्दिनँ। अब त अति भयो नि सर, देशमा जनताको आवाजलाई चाहिँ प्रबन्ध गर्न पाउनुहुन्न तपाईँहरूले। मेरो आँखामा डर छ, अनम्यान आर्मी हो जुन कि भारतीय दलालसँग, अमेरिकन पुँजीवाद दलालसँग र देशको दलाल 100 जनासँग एक्लै लड्न सक्ने क्यापेसिटी छ मसँग, एक्लै। त्यही भएर सर बेलैमा जनताको लागि सोच्नुहोस्, देशको लागि सोच्नुहोस्। तपाईँहरूलाई पनि स्वतन्त्र जनताको एउटा हुन्छ नि अपिल छ, तपाईँहरूलाई हुन्छ स्वतन्त्र जनताको चाहिँ हुन्छ नि विनम्र अनुरोध छ, तपाईँहरू आफ्नो देशको लागि सोच्नुहोस्, आफ्नो आमाको लागि सोच्नुहोस्, आफ्नो राष्ट्रको लागि सोच्नुहोस्।